दिन प्रतिनिधि सभाको आम निर्वाचनका लागि बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुने भएको हुँदा शरणार्थी बस्तीवासी शान्ति सुरक्षालाई मध्यनजर गर्दै आदरणीय शरणार्थी बस्तीवासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उक्त समय अवधिभर शिविर बाहिर आवाज नगरिदिन हुन विनम्र अनुरोध गर्दछौ। एसएमसी बेलडाङ्गी। ल अहिले चाहिँ हामी सूचना प्रसार गर्दै हिँड्दैछौँ अहिले क्याम्पभरि। किनभने भोलि चुनाव भएको सूचना भोलि मिति 2082 साल फाल्गुन बिहिबारको दिन प्रतिनिधि सभाको आम निर्वाचनका लागि बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुने भएको हुँदा शरणार्थी बस्ती र बस्तीवासीको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आदरणीय शरणार्थी बस्तीवासी बुबाआमा दाजुभाइ तथा दिदीबहिनीहरूमा उक्त समय अवधिभर शिविर बाहिर आवाज जवाब नगरिदिनु हुन विनम्र अनुरोध गर्दछु। एसएमसी बेलडाङ्गी।